सिरो चाली संसारमा लम्किन्छ जुनकिरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन जुनकिरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ
गृहमन्त्री इस्लामी अर्पण प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली कवाड निरीक्षणका लागि प्रमुख अतिथिज्यू समक्ष प्रतिवेदन गर्न आउँदै हुनुहुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यू 49 जना परीक्षार्थी दिच्यान्तको बाद निरीक्षणको लागि तयार छ। धन्यवाद सर।
दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूद्वारा प्रमुख अतिथिज्यूको सम्मानमा ढिलो र छिटो चालमा इज्जत अर्पण आवाज प्रदर्शन गरिने कार्यक्रम रहेको छ। ढिलो र छिटो चालबाट आवाज प्रदर्शनको लागि पङ्क्ति शासन सहनशीलता धैर्यता नेतृत्व गर्ने क्षमता अनि अनेकतामा एकता भन्ने भावनाको विकास गराउँदछ।
भगवती सलामी अर्पण गरिने कार्यक्रम गरेकोले सुरक्षा निकायका राष्ट्र सेवकहरूले उठेर सलाम गरी र अन्य अतिथिज्यूहरूले यथास्थानमा उभिएर सम्मान प्रकट गरिदिन निवेदन गर्दछु। निशान भगवती सलामी अर्पण। सत्य, निष्ठा, प्रतिबद्धता सहित प्रतिज्ञा गर्छु ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीव, धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान प्रति पूर्ण निष्ठावान रहे आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पक्षपात, लोभ, माया वा द्वेष भाव नराखी पालना गर्नेछु।
गाँसिएका छन् अनि सार्वभौमिकले यो माला भइदिएका छन्। त्यो माला त्यस्तो माला हो जुन मालालाई न त कसैले चुनाउन सक्छ न त आफै चुनिन्छ। इन्द्रेणीका साथै मिलाउ एउटै सूर्यमा पिताका जस्तै अब समस्त नेपाली राष्ट्रहित र कल्याणका खातिर एकजुटका छौँ भन्ने प्रतिबद्धता हो राष्ट्रिय सलामीको सम्मान। मिति 2051 साल वैशाख 21 गते जन्मनुभएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक ज्ञान चन्द्र पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ। गायन तथा अध्ययनमा विशेष रुचि भएका उहाँ भद्र, अनुशासित र मेहनती प्रशिक्षार्थी हुनुहुन्छ। सीसम 15 सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा बधाई छ। प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक पुष्कर सीसम 15 सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा चारमारीतर्फ प्रथम हुनुभएको छ। प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक एजन खड्का। सामाजिक सेवामा विशेष रुचि भएका उहाँ उत्सुक, मेहनती र लगनशील प्रशिक्षार्थी। बधाई छ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक एजन खड्कालाई। सीसम 15 सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुनुभएको छ। प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरे। उहाँको रुचिका विषय हुन् मेहनती, लगनशील, भावना र नेतृत्व क्षमता भएका अधिकृत हुनुहुन्छ रोशन घिमिरे। सर्वप्रथम हुनुभएकोमा बधाई छ प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई। धन्यवाद। प्रमुख अतिथिज्यू आसन ग्रहणका लागि निवेदन गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू, नेपाल सरकारका सचिवज्यूहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरू, चन्द्रगिरी नगरपालिकाका नगर प्रमुखज्यू, उपस्थित सुरक्षा निकायका अधिकृत तथा जवानहरू, विज्ञ सञ्चारकर्मी मित्रहरू, प्रशिक्षक एवं प्रशिक्षार्थीहरू, प्रशिक्षार्थीका अभिभावकज्यूहरू एवं उपस्थित महिला तथा सज्जनवृन्द, सर्वप्रथम यस प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सीसम 15 सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा मलाई शुभकामना मन्तव्य राख्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। साथै सेवा प्रवेश गरे पश्चात सशस्त्र प्रहरी अधिकृतहरूले लिनुपर्ने आधारभूत तालिम सफलतापूर्वक समापन गरी कार्यक्षेत्रमा जान लाग्नुभएका सम्पूर्ण अधिकृतहरूलाई हार्दिक बधाई दिँदै आगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्दछु। सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै विभिन्न आरोह अवरोधहरू पार गर्दै कार्यक्षेत्रमा आइपरेका सुरक्षा चुनौतीहरूलाई परास्त गरी राज्य र नागरिकको सेवा र सुरक्षामा दरिलो सुरक्षा निकायका रूपमा आफूलाई परिचित गराइसकेको छ। राज्यले सुम्पिएका जिम्मेवारीहरूसँगै सशस्त्र प्रहरी बलले नेपालले भइपरि आउने विषम परिस्थितिहरूमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित समेत गरेको छ। यस अर्थमा यहाँ उपस्थित लगायत देश विदेशमा परिचालित सम्पूर्ण सुरक्षाकर्मीहरूलाई राष्ट्र सेवामा यहाँको त्याग, बलिदान, कर्तव्यपरायणता र लगनशीलताको
मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। मैले यहाँको व्यावसायिकता र कार्यक्षमतालाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतले नजिकबाट निहाल्ने अवसर पनि पाएको छु। यहाँको दक्षता, क्षमता र कठिनाई साथै भोग्नु परेका समस्याको बारेमा जानकार पनि छु। मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाललाई नवीनतम सुरक्षा चुनौतीहरूलाई सामना गर्न सक्षम सुरक्षा निकाय बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ। यहाँका समस्या, चुनौती तथा कठिनाइहरू हालका दिनहरूमा समाधानका उपायसहित आउने गरेका छन्। त्यसलाई हामीले सकारात्मक रूपमा लिँदै आवश्यकताअनुसार सहजीकरणसहित मार्ग प्रशस्त गरि नै रहेको महसुस गर्न यहाँहरू धेरै पछाडि फर्कनुपर्छ जस्तो मलाई लाग्दैन। एकाध महिना अगाडि भएका सरुवा, बढुवा, समायोजन लगायतका प्रक्रियालाई स्मरण गर्दा मात्र पनि हुन्छ भन्ने मलाई लागेको छ। दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई आवश्यकताको पहिचान गरी प्राथमिकताका साथ राखी मन्त्रालयले सदैव रचनात्मक एवं सकारात्मक साथ र सहयोग गर्न तयार रहेको पनि यसै अवसरमा विश्वास दिलाउन चाहन्छु। सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप पिओपीहरूको स्थापना तथा मौजुदा पिओपीहरूको स्तर वृद्धि गर्दै समूह र सङ्गठनलाई नै प्रविधि मैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय केन्द्रित रहेको छ। किनकि राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरूलाई हामीले साझा जिम्मेवारीका रूपमा लिएका छौँ। यहाँले पनि आफूलाई एउटा कम्पिटेन्ट सुरक्षा निकायका रूपमा स्थापित गराउन आफ्नो तर्फबाट गरिरहेको प्रयास र योगदानलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने क्रममा मन्त्रालय सधैँ यहाँको साथमा रहने कुरा स्मरण गराउन चाहन्छु। सुरक्षा कार्य अत्यन्तै संवेदनशील र गहन विषय हो। नवीन प्रविधिहरू तथा बढिँदै गएको राजनीतिक, सामाजिक र आर्थिक अवस्थासँगै बढिरहेको सुरक्षा चुनौतीहरूलाई परास्त गर्न अब हाम्रा काम कारबाहीहरूमा हामीसँग भएको स्रोत साधनहरूको अलावा इन्फर्मेसन र मोबिलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राखी प्रशिक्षण कार्यलाई समयानुकूल, थप आधुनिक र वैज्ञानिक बनाउँदै लैजानुपर्ने आवश्यकता छ। यस कार्यको लागि प्रशिक्षण प्रतिष्ठान तथा तालिम सञ्चालन गर्ने अन्य युनिटहरूलाई आवश्यक स्रोत साधन र पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको छ र सदैव सहयोग गर्न तत्पर रहेको समेत जानकारी गराउन चाहन्छु। तालिम समापन गरी कार्यक्षेत्र प्रवेश गर्न आतुर अधिकृतहरूलाई उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा मन्त्रालय मात्र स्वागत गर्दै म के भन्न चाहन्छु भने आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारितालाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु हुनेछ भन्नेमा म विश्वस्त छु। प्रतिकूल परिस्थितिका लागि हर हमेसा तयार रही अघि बढ्ने प्रयत्न गर्नुहोला। तालिम समापन गरी सदाचारयुक्त, योग्य, सकारात्मक सोच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृत बनिसक्नु भएको छ भन्ने हाम्रो विश्वास रहेको छ। हाम्रो विश्वासलाई कायम राख्ने र रहने गरी कार्यक्षेत्रमा परिचालित रहन यसै अवसरमा निर्देशन दिन चाहन्छु। अन्त्यमा आफ्नो पूर्ण कार्यव्यस्तताका बावजुद पनि यस दीक्षान्त समारोहको प्रमुख अतिथिता ग्रहण गर्नुभई समारोहको गरिमा बढाइदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पुनः एकपटक आज दीक्षित हुनुहुने सशस्त्र प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाईसहित नजिकै गएको चाडपर्वको उपलक्ष्यमा यहाँ उपस्थित सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। माननीय उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठज्यू, नेपाल सरकारका सचिवज्यूहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, चन्द्रगिरी नगरपालिकाका प्रमुखज्यू, सुरक्षा निकायका अधिकृत तथा जवानहरू, सञ्चारकर्मी, प्रशिक्षक एवं प्रशिक्षार्थीहरू, दीक्षित प्रशिक्षार्थीका सबै अभिभावकहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, यस प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सीसम 15 सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा
नवप्रवेशी अधिकृतहरूमा शुभकामना व्यक्त गर्न पाउँदा मलाई विशेष हर्षको महसुस भएको छ। यस अवसरमा राष्ट्र एवं जनताको सुरक्षामा महत्त्वपूर्ण इतिहास बोकेको सङ्गठन आफ्नो रोजाइमा पारी प्रहरी अधिकृतको रूपमा गर्नुपर्ने कठिन तालिम सफलतापूर्वक सम्पन्न गर्नु भई दीक्षित हुनुहुने सम्पूर्ण सशस्त्र प्रहरी निरीक्षकहरूमा हार्दिक बधाईका साथै व्यक्तिगत एवं व्यावसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु। राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक निष्ठा, अनुशासन र इमानदारिताका साथ सम्पन्न गर्दै आइरहेको सशस्त्र प्रहरी बलले राष्ट्रका आन्तरिक सुरक्षा, विपद व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षहरूमा गहन भूमिका निर्वाह गरिरहेको छ। राष्ट्रको सार्वभौमिकताको रक्षाका निम्ति प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधन स्रोतको सीमाका बावजुद यहाँहरूले गर्नुभएको कार्य सम्पादनका लागि सशस्त्र प्रहरी महानिरीक्षक लगायत सम्पूर्ण दर्जाप्रति धन्यवाद व्यक्त गर्दछु। यस सन्दर्भमा राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सूक्ष्म अध्ययन गरी आवश्यक रणनीति सहित अगाडि बढ्न निर्देशित समेत गर्दछु। एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्य यन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकार लगायतका आधारभूत पक्षहरूको आवश्यकता पर्दछ। यसको बलमा मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूर्ति गर्दै अग्रगामी दिशामा अगाडि बढ्न सम्भव हुन्छ। बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन। तसर्थ अब तपाईहरूको ध्यान नेपालको संविधान, प्रचलित कानुनको अधीनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुने नै छ। सशस्त्र प्रहरी बलले सम्पादन गर्ने कार्य र जिम्मेवारीलाई थप विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधन स्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्त्वपूर्ण पक्ष हुन्। तसर्थ संगठनलाई आधुनिक र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित तुल्याई जनशक्ति, साधन स्रोत, भौतिक पूर्वाधार र अन्य सुधारका क्षेत्रमा हामी सबैको ध्यान जानुपर्दछ। यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण गरिने जानकारी पनि म गराउन चाहन्छु। संगठनलाई राज्यले विशिष्ट, महत्त्वपूर्ण र विशेष कार्यहरू सुम्पिएको छ। तसर्थ राज्यद्वारा प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न संगठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक छ। यस प्रकारका तालिमहरू र अन्य विशिष्टीकृत तालिम एवं अभिमुखीकरणले संगठनको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्। तसर्थ आगामी दिनमा सूचना प्रविधिको विकासले दिएका अथाह सम्भावनाका साथै निम्ति आएका बहुआयामी चुनौतीहरूको सामना र सम्बोधन गर्न संगठनले थप प्रभावकारी योजना निर्माण, तालिमहरू सञ्चालन र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्दछ। संगठनले नियमित कार्य सम्पादनका साथै विकसित नयाँ चुनौतीहरूतर्फ ध्यान केन्द्रित गर्नै पर्दछ। बदलिएको परिवेश, जनसङ्ख्या विकासको चरित्र, सहरीकरण, विश्वव्यापीकरण, भूराजनैतिक सम्बन्ध र नवीनतम सूचना प्रविधिको गुणात्मक विकासले सुरक्षा क्षेत्रमा नयाँ सोच, नीति, कार्ययोजना र कार्यशैलीको माग गरिरहेको छ। तसर्थ प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो दिएर सम्भावित चुनौतीहरूको पूर्वानुमान गरी सोही अनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीहरूलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने मैले विश्वास लिएको छु। आज दीक्षित भई कार्यक्षेत्र जान लाग्नु भएका अधिकृतहरूमा सरकारको विशेष आग्रह छ। तपाईहरुका लागि राज्यले ठूलो लगानी गरेको छ, निकै ठूलो भरोसा गरेको छ, लगानी अनुरूपको नतिजाको अपेक्षा पनि गरेको छ। तसर्थ कुनै पनि प्रकारको डर, त्रास, लोभ प्रलोभन वा गैर व्यावसायिक क्रियाकलाप वा प्रभावमा नपरी
तालिममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्दै अनुकरणीय अधिकृतका रूपमा आफूलाई स्थापित गर्नुहुनेछ भन्ने अपेक्षा र निर्देशन समेत गर्न चाहन्छु। अन्त्यमा आजको दिनले तपाईहरुको व्यक्तिगत एवं व्यावसायिक जीवनमा नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वासका साथ फेरि एकपटक तपाईहरुलाई बधाई ज्ञापन गर्न चाहन्छु र नेपालमा आउँदै गरेका ठुला चाडहरूका सन्दर्भमा यहाँ उपस्थित सबै र आम नेपाली जनतामा हार्दिक शुभकामना पनि व्यक्त गर्दछु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठज्यू, नेपाली सेनाका रथीज्यू, निमित्त प्रहरी महानिरीक्षकज्यू, निमित्त मुख्य अनुसन्धान निर्देशकज्यू, पूर्व सशस्त्र प्रहरी महानिरीक्षकज्यूहरू, प्रहरी सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकज्यूहरू, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विशिष्ट अधिकृतज्यूहरू, विज्ञ सञ्चारका मित्रहरू, यस तालिमका प्रशिक्षक एवं प्रशिक्षार्थीहरू, प्रशिक्षार्थीका अभिभावकज्यूहरू एवं उपस्थित महिला तथा सज्जनज्यू, सर्वप्रथम यस प्रशिक्षण प्रतिष्ठान र तालिम शिक्षालय लामापाटनमा सञ्चालित सिसम 15 सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई दीक्षान्त कवाच अवलोकन, उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा निर्देशन मन्तव्य राखी सकल दर्जाको हौसला बढाइदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष हार्दिक कृतज्ञता जाहेर गर्दछु। यसैगरी समारोहमा समुपस्थित विशिष्ट अतिथि माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्य व्यस्तताका बावजुद पनि हाम्रो आतिथ्यता स्वीकार गरी समारोहको शोभा बढाइदिनु भए सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तालिम सफलतापूर्वक सम्पन्न गरी अझै दीक्षित भई कार्यक्षेत्र प्रवेश गर्न लाग्नुभएका अधिकृतहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै पेसागत जीवन सफलताको शुभकामना समेत व्यक्त गर्दछु। देशका विभिन्न भूगोलमा छरिएर रहनुभएका तपाईहरूले राज्य र नागरिकको सेवा र सुरक्षामा परिचालित हुन्छ भनी दृढ सङ्कल्प गर्दै सशस्त्र प्रहरी सेवालाई आफ्नो पहिलो हृदयमा पाली सेवा प्रवेश गर्नुभएको थियो। सेवा आएको छनौट चरणका विभिन्न प्रतिस्पर्धाहरूमा आफ्नो अब्बल साबित गर्दै छनौट भई सेवा प्रवेश भए पश्चात प्राप्त गर्नुभएको यस तालिमले तपाईहरूलाई पेसागत रूपमा दक्ष, इमान्दार, कर्तव्यनिष्ठ अधिकृत निर्माण गर्न सफल भएको छ भन्ने विश्वास लिएको छु। तपाईहरूले बुझ्नुपर्ने कुरा के छ भने you have been embarked on a new life as a soldier. You will be afforded opportunities to use your discipline, leadership and all the kinds you have learned in this training. राष्ट्र सेवा गर्ने गौरवशाली अवसरसँगै चुनौती समेत रहेको यो सेवा आफैमा कर्मिलो सेवा हो। राज्यले दिएको बढी लगाई जनसेवामा जुट्ने अवसर र सौभाग्य जुन कहिल्यै प्राप्त हुन मुस्किल पर्दछ। तपाईँका आफन्त र परिवारजनहरूले मात्र होइन, तपाईँकै अन्तर्मनले समेत गौरव गर्ने सशस्त्र प्रहरी बल सेवामा तपाईँको उत्कृष्ट कार्य सम्पादन मातृभूमिको सेवासँगै मुलुकको सार्वभौमिकताप्रतिको पूर्ण निष्ठा र प्रतिबद्धतालाई दृढ भएर आत्मसात गर्नुहुनेछ भन्ने विश्वाससहित आज दीक्षित हुने सबैलाई कार्यक्षेत्रमा स्वागत गर्न चाहन्छु। अब तपाईँहरूले कार्यक्षेत्रमा गएर आफ्नो मार्गको अगाडि उदाहरण भएर प्रस्तुत हुनुपर्छ। सकारात्मक सोचका साथ आफू मार्गका सदैव प्रेरित गर्नुपर्नेछ। आजबाट फेरि नै तपाईँको परिचय तपाईँप्रति राज्य, सङ्गठन र नेपाली नागरिकले गरेको आशा, अपेक्षा, आग र भरोसा हो। तसर्थ कार्यक्षेत्रमा कुनै पनि प्रकारको लोभ, मोह, प्रलोभन, भड्काउ र प्रभावमा नपरी आफूले तालिममा हासिल गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई आफ्नो पेसागत जीवनमा लागू गर्दै परिचालित रहन पर्ने निर्देशन दिन चाहन्छु। यसै अवसरमा उचित शिक्षा, दीक्षा र संस्कार दिई आफ्नो जीवन साझाका रूपमा रहेका आफ्ना सन्ततिहरूको लागि अन्य थुप्रै अवसर र गन्तव्यहरूलाई थाती राख्दै राष्ट्र सेवामा समर्पित गर्ने निर्णयमा पुग्नुहुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति सम्मान र आदर भाव प्रकट गर्दै सङ्गठनको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यहाँहरूले सही निर्णय लिनुभएको छ। हिजोसम्म यहाँहरूको परिचयसँग जोडिएका तपाईँका सन्ततिहरूको भविष्य अब हामी र सिङ्गो राज्यसँग पनि जोडिएको छ।
आफ्ना सन्ततिलाई सही मार्ग पहिल्याउन प्रेरित गरे सम्पूर्ण अभिभावकहरूप्रति पनि यसै अवसरमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। देशका साथै प्रदेश र 77वटै जिल्लामा परिचालित यस सङ्गठन विषम परिस्थितिमा मात्र होइन, विपद व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, भूल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, उद्योग तथा रेलवे लगायत राजस्व तथा भूसार सुरक्षा जस्ता जिम्मेवारीहरूमा प्रभावकारी रूपमा परिचालित भइरहेको र हाल आएर बर्ड कन्सेप्ट अन्तर्गत बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रेभेन्यू सपोर्ट एन्ड डिजास्टर म्यानेजमेन्टमा विशिष्टीकृत गर्दै लगिएको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीजीमा सादर जाहेर गर्न चाहन्छु। मौजुदा जनशक्तिको समयानुकूल समायोजन र लामो समयसम्म रोकिएको पदोन्नतिको समस्यालाई समाधान गर्न सम्माननीय प्रधानमन्त्री तथा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूले दिनुभएको चासो र प्राप्त साथ सहयोग र मार्गनिर्देशनप्रति यसै अवसरमा हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। साथै नेपाल सरकार तथा नागरिकले अपेक्षा गरे बमोजिमको सेवा प्रदान गर्न व्यवहारिक, कानुनी तथा प्रक्रियागत कठिनाइ भएका अन्य विषयवस्तुहरू समेत समय समयमा जाहेर गरिने, यसमा पनि यसरी नै यहाँको सकारात्मक र रचनात्मक साथ र सहयोग मिल्ने अपेक्षा सङ्गठन प्रमुखको हैसियतले व्यक्तिगत र सङ्गठनमा कार्यरत सबै सकल दर्जा सबैले राखेको बेहोरा निवेदन गर्न चाहन्छु। यसै गरी शुभकामना तथा सारगर्भित निर्देशन सम्बोधनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको निर्देशनलाई पालना गर्ने र गराउने प्रतिबद्धता समेत जाहेर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्वमा सङ्गठनका सकल दर्जालाई कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुन ऊर्जा मिलिरहेको र भर्खरै प्राप्त निर्देशनले जनसेवामा निष्ठापूर्वक लाग्न सकल दर्जालाई प्रेरित गरेको सहर्ष निवेदन गर्दछु। आफ्नो कार्य व्यस्तताका बावजुद पनि यस दीक्षान्त समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै समारोहको गरिमा बढाइदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा पुनः हार्दिक कृतज्ञता जाहेर गर्दै विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृहमन्त्रीज्यू लगायत निजामती, जङ्गी तथा प्रहरी सेवाका प्रमुख तथा अन्य अधिकृतहरू साथै उपस्थित सम्पूर्ण महानुभावहरूमा यहाँहरूको गरिमामय उपस्थितिका लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्त्यमा प्रशिक्षण कार्यमा अहोरात्र खटिने यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यू लगायत प्रतिष्ठान परिवार एवं तालिम सञ्चालनमा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग र सहकार्य गर्नुहुने सरकारवाला सबैप्रति आभार व्यक्त गर्दै नजिकै गएका चाडपर्वहरू बडा दशैँ, शुभ दीपावली, छठ तथा नेपाल सम्मको उपस्थित सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। नेपाल आमाको जय, श्री पशुपतिनाथ को जय, श्री बङ्गलामुखी माताको जय, श्री सशस्त्र प्रहरी बल नेपालको जय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको जय। सम्माननीय प्रधानमन्त्री सलामी अर्पण। अहिले दीक्षान्त समारोहका कवाच कमाण्डर प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष कार्यक्षेत्र प्रवेशको अनुमतिका लागि प्रतिवेदन गर्न आउँदै हुनुहुन्छ। धन्यवाद सर। सम्माननीय प्रधानमन्त्रीज्यू, कार्यक्षेत्र प्रवेशको लागि अनुमति चाहन्छु। धन्यवाद सर।
अतिथिज्यूलाई अभिवादन गर्दै सच्चा कदमको फासलामा ढिलो
शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूमा शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकूमा शुभकामना भरी विश्वास मायाले उनको हर शब्द यो मङ्गल माला बनोस् शुभकामना भरी हरेक उषामा तिम्रा दिहानीहरू रङ्गाउन सकूमा शुभकामना रहोस् सतुवाको सिउँदोमा झल्किरहने सिन्दुर झैँ शुभको जीवन बनोस् शुभकामना भरी हरेक सन्ध्यामा तिम्रा साँझहरू सजाइदिन सकूमा शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूमा शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूमा शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकूमा शुभकामना भरी विश्वास मायाले उनको हर शब्द यो मङ्गल माला बनोस् शुभकामना भरी हरेक उषामा तिम्रा दिहानीहरू रङ्गाउन सकूमा शुभकामना भरी
तिम्रा साँझहरू सजाइदिन सकूँ म शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकूँ म शुभकामना भरी आँखाका दुई घडा प्रीतले भरेको हरेक बुँदले अविशेष देवोस् श्रद्धा भक्ति विश्वास मायाले उनेको हर शब्द यो मङ्गल माला बनोस् शुभकामना भरी हरेक ओषामा तिम्रा दिहानीहरू रङ्गाउन सकूँ म शुभकामना भरी मुटुको दियोमा सधैँ बलिरहने अखण्ड बत्ती पथदर्शक रहोस् सतुवाको सिउँदोमा झल्किरहने सिन्दुर झैँ शुभ त्यो जीवन बनोस् शुभकामना भरी हरेक सन्ध्यामा तिम्रा साँझहरू सजाइदिन सकूँ म शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म
कृषक रहोस्। नेपाली सिरो चाली संसारमा लम्किन्छ जुन किरी झै ज्योति बाले अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन चाहे रुकोस् चिसो तिर तराईको चार कोसे झाडी छ